अब लेख्ने म्याम हो र कहाँ जानु पर्ने के अरे चर्च देखाएको छ त्यो चर्च हुँदै उता हामी बालाजीतिर जाने हो क्या उतरी अब घुमाउनु कानमा गरेर बाबा मम्मीको कानमा बेबीलाई सुनाइदो मम्मीको कानमा बेबीलाई सुनाइदो बेबी कहाँ बाबाई गर्यो बाबाई पहिला बाबाई नगर्ने प्रार्थना गरे ठुलो सोने प्रार्थना गर्ने होइन केकको लागि ल म सिकाउँछु मसँगै भन्नु ल है तिम्रो दुईजना है ओके है ल आँखा जोड्नु ल हात जोड्ने राखिदिनु ल बाबुजी ल सिकाउनु नानी पनि भन्ने अनि मलाई के काट्ने न त म त त्यो बाबुजी खोइ नानी अनि के गर्ने प्रभुले अनि केक दिन्छ त अर्कोचोटि प्रभुजी हो नानी पनि प्रभुजी हो छिटो अनि के काट्ने के छिटो नि हामीले निन्दा नसिक्यौँ मलाई यहाँ ल प्रभुजी तपाईँलाई धन्यवाद दिँदैछु नानी पनि भने हात जोड न हात मात्रै जोड दिन्छ यसो अनि हातमा के हाल्नु त्यसो मात्रै गरेर पनि देख्छु है आँखा चिम्ला है आँखा मात्रै चिम्ला है दाइ नगर्ने के नकाट्ने के काट्ने कि नकाट्ने एकछिन ल तिमी आँखा काट ल है हामी ह्याप्पी बर्थडे भन्छौँ एकछिन वेट आयो हप्तामा निचोटि बर्थडे सेलिस्टाको कति वर्ष भयो ल काट्दो 2 वर्ष 85 दिन ल ह्यापी बर्थडे काटेर मलाई दिने अलिकति काटेर तिमीलाई पनि काट्दे अब ल सुमिलाको हातमा काट्दिदैन सुमिला नि काट्नु दिँदा सुमिला नि दे काट्दिनु नानी सुमिला के भयो दिदीलाई चाहिँ देऊ त काट्नु दिदीलाई देऊ अब दिदीलाई काट्नु ल सुमिला पनि 6 वर्ष 87 दिन हो त्यसको 6 वर्ष हो यो 7 वर्ष यादन काट्यो भयो ल बैला काट्नु के खान्थे बैला के खान्थे त बैलीले के खान्थे र के बैला चम्चा केही छैन नि अनि त्यही ठिकेर एउटा चम्मुस बनाउँदै मुखमा कति बेला हालौँ भइसक्यो त्यसलाई दे त सन्जीव यसलाई दियो भने ल यसलाई दिदीलाई दे ए दिदी खाँदै त बैला खाँदै पनि यसलाई खाँदै यसलाई यो अलिकति उ भइसक्यो एक्साइटेड भइसक्यो हामीलाई यसलाई खाँदै ल खा ताली खाने बेला नि हाँसिरहेको ल त्यो त खा तेरो भाग छुट्टै आउँछ अहिले तेरो बहिनीले खाने
त ओहो 7 मा सिधाइदिएको ओहो गुड अब ल फेरि 10 ल फेरि 1 ल छिटो लेख न पहिला नम्बर 10 गर्छु छिटो आज जिम्ने ल 1 2 खै अप्पै सबै गर्दैन यहाँसम्म मैले हेर्छु अब चाहिँ आएको ल छिटो 10 गर्छु म म देखिसक्यो भने ल त्यहाँ छिटो यहाँ गर्नुपर्छ ए त्यहाँ पो यसले हेर्ने बाबाले ल छिटो फेरि मैले गर्छु है त 1 2 3 4 ए पुरै कस्तो मात्र है अनि सबै लेखेको जाने कि सबै लेखेको सबै लेख्ने अनि बल्ल ल सबै लेखेको देखाउने ल बाबालाई छिटो म फेरि गर्छु है 1 2 म अघिको जस्तै के यहाँ एक लाइन लेख न ल म 10 गर्छु 10 1 2 3 ल भयो गुड ल छिटो लेख ल छिटो ब्यागमा बसेर लेख्ने होइन नि त कुर्सीमा बसेर लेख्ने छिटो न छिटो ब्यागमा कस्तो राम्रोसँग लेख्छ तिमीले लड्छ भने दे त्यसलाई तिमीलाई अर्को दिन्छु ल अर्को दिन्छु अर्को दिन्छु अर्को नयाँ दिन्छु त्यही राख्छु अन्डा खायो त्यही राखेछ यहाँ मलाई गर्दाखेरि यो दिएर कि त्यसलाई यो पनि बच्चा भन्दा चौकीमा छ तिमीलाई अर्को नयाँ दिन्छु ल दिने खान्छ गुड ल फेरि अर्को लेख ल नयाँ अन्डा दिन्छु म फेरि अर्को दिन्छु अर्को दिन्छु यस्तो यस्तो गर्नु हुँदैन नि फोरी हुन्छ कि यस्तो नगर भनेको ल खाऊ राम्रोसँग खाऊ भएन है भएन I know भयो त को बाबाले पो पाइगयो अनि गए त बाबाको हेरौँ न बाबाले आएको है बाल यस्तो गर्दै है हामी आशा राख्छौँ अहिलेसम्म धेरै राम्रो गरेर अगाडि बढ्नु भएको छ बढाउनु भएको छ आउने दिनमा योभन्दा नै उत्तम तरिकाले मण्डलीको सारा यो क्षेत्रमा चाहिँ समेटेर अगाडि बढाउनुहुन्छ आशावादी छौँ त्यसै गरी युथको क्षेत्रबाट हाम्रो अर्को को आयो श्याम्या फुपू ए आँखामा लगाइदिएर है
सेलेस्टा हो काकालामा बिरालो के बिरालो ल्याउँछ म्याउ म्याउ बिरालो नानीले हेरे नानीले आमिन भयो आमिन भयो हस् Amin. Tadi. Good. Oh. Ini tak nak dia. त्यहाँबाट बोलेको कस्तो सानो आइरह मम्मी त्यहाँबाट बोलेको कस्तो सानो आइरह धन्यवाद येशू धन्यवाद येशू धन्यवाद है भनेको तिम्रो एकछिन कहिले पर्खिने होला यस्तो सिँगानी सिँगाउने मान्छे Yesu धन्यवाद Yesu धन्यवाद तिमीलाई लाज लाग्यो आजको दिन धन्यवाद धन्यवाद अब स्तुति प्रशंसा चढाउनु गर्ने के को भाडाको देखिँदा स्तुति प्रशंसा चढाउनु पर्दैन हालेलुया हालेलुया कहाँ गर्नु फुवाजु यहाँ चाहिँ फोटो खिच्न लायो नानी पोत देऊ त फोटो खिच्न आयो ल फोटो खिच्दैन रेडी 1 2 उसको पोत भइसक्यो रेडी 1 2 3 भयो नानीले अस्ति बर्थडेमा कसरी नाचेको बर्थडेमा नाचे कसरी नाचे बर्थडेमा मान्छे